हाम्रो आज 2081 सालको कक्षा 10 को होइन एसईको रिजल्ट आज पब्लिस हुँदैछ। सबजनालाई डर भएको छ होइन, कस्तो पाउँछ भनेर। के छ विचार, कस्तो आउला भन्न। जोस् अब 5.5 भित्र आउँछ भनाइ छ। अब हेरौँ कस्तो आउँछ। अब एसईको रिजल्ट नआउन्जेलसम्म हामी यहीँ बसिरहेछौँ। एसईको रिजल्ट राम्रो आएन। एसईको रिजल्टको प्रतीक्षामा छन् होइन, तर सबजनालाई डर त भएको छ। के गर्ने, एसई भनेको यस्तै हो होइन, सबलाई डर छ। ऊ माथि बसेका छन् पछाडि। यो साल दिन्छ एसई चाहिँ भाइले होइन। अब एसईको रिजल्ट जे होस् राम्रै आओस् भन्छौँ होइन, तर पास चाहिँ हुनु हो है। पास भएन भने चाहिँ घरबाट के गर्छन् आफैलाई थाहा छैन है। पास चाहिँ हुनुपर्छ, A+ आउनुपर्छ भन्ने छैन होइन। फेरि पनि त्यही पनि पास चाहिँ हुनुपर्छ। हुनु हो केटा हो, नत्रै यही नदीमा हाम फाल्ने हो पास भएन भनेपछि त।